हेलो मेरो फेसबुकमा जोडिनु भएको सबै मित्रगणहरूलाई नमस्कार है। आज स्कुलमा प्रोग्राम छ हेर्नु न, साडी लगाएको कि बल्ल बल्ल मिलाउँछ क्या। साडी लगाउनु कति टाइम लाग्छ मलाई हो, लगाउने बानी छैन कि। साडी लगाउनु चाहिँ पुरा मनपर्छ होइन, डेली लाउनु पाए नि भने जस्तै हुन्छ कि। हतारमा बिहान हुँदैन, मिलाएर लाउनु पऱ्यो नि त हो। अब कम्फर्टेबल लुगाहरू कुर्ता पैजामा सट्ट लगाइ हिँड्ने भन्ने बानी भयो कि। अब उमेर बित्दै गयो हो, साडीहरू पुरा छ, त्यो साडी त्यत्तिकै पडिरहन्छ। लाउनु पर्ने रहेछ अब चाहिँ। साडी महँगो दामको लाउनुपर्छ भन्ने छैन नि। सिफनको साडीहरू लाउँछु म त, सिफनहरू मनपर्छ है। हेभी साडीहरू त गरम हुन्छ, लाउनु सक्दिनँ। अन्तखेरि मिल्यो होला है, यतिको मिलाउनु सकेँ है। कलर पनि मन परेर किनेको है। तपाईँहरूलाई कस्तो लाग्छ यो कलर है, भनिदिनुहोस्। बल्ल मिलाइसकेँ। मिलाउँदा मिलाउँदा पनि गरम भयो मलाई त। साडी मिलाउँदा मिलाउँदा कस्तो गरम पो भयो। बल्ल मिलाइसक्यो। अब जाने बेला भयो। लाउनु पर्ने रहेछ साडीहरू त, लगाउनुहोस् है तपाईँहरूले पनि, त्यत्तिकै नराखिराख्नुहोस्। पुरानो हुन्छ उयो गर्छ भन्दै झिझो मान्नु हुँदैन। बङ्गालीहरूले कस्तो कक्क परेको साडी पनि चिटक्क मिलेर लाउँछ उनीहरूले हो। डेली लगाएर प्र्याक्टिस भएर उनीहरूलाई झिझो लाग्दैन, हामी त झिझो मान्छौँ नि त। झिझो मान्नु हुँदैन रहेछ, लाउनु पर्छ। त्यत्तिकै परिरहन्छ साडीहरू हो, लाउनु के लाउँछ कि त, साह्रो पर्छ हामीलाई त मिलाउनु। डेली लगाएर प्र्याक्टिस भयो भने त भइहाल्छ नि हो। हामीलाई त भन्दै झिझो मान्यो, त्यति गर्छु कि। साडी चाहिँ किन्दै राखेँ, त्यत्तिकै पर्छ हो। महँगो दामको साडी लाउनुपर्छ भन्ने छैन नि। साडी चाहिँ मिलाएर लाउनु सक्नुपर्छ। जुनै साडी पनि चिटिक्क लगाएर राम्रो देख्छ। मोटी पातली जोसुकैलाई पनि साडीले चाहिँ रुख खिलिन्छ, नारीको रुख खिलिन्छ भन्छ नि। सिँगार पट्टार साडी लगाउने नारीहरूलाई कस्तो राम्रो देख्छ, जुनैलाई पनि राम्रो देखिहाल्छ। मलाई चाहिँ कस्तो देखियो है, के देखियो है, मलाई त राम्रै लाग्यो, मजाको लागिरहेछ आफूलाई नै के। अन्त तपाईँहरूलाई कस्तो लाग्यो, के लाग्यो, यो कलर मन पऱ्यो कि परेन, मलाई सुहायो कि सुहाएन भनिदिनुहोस् ल। नेक्स्ट भिडियोमा भेटौँ है।